हेलो नमस्ते सबैजनालाई सबैजना सधैँ आरामै हुनुहुन्छ होला। सो म पनि आरामै छु। धेरै पछि आज पनि म आइसकेको छु भिडियो लिएर। अनि आज चाहिँ त्यति स्पेशल केही छैन। सो दिनभरि के गरौँ भनेर दिन कटाउनै गाह्रो भएर यसो फुटबल ग्राउन्डतिर यसो जाम्न त भनेर आएको। घाम फेरि यस्तो लाग्यो कि अहिले 81 के यस्तो चाहिँ ग्राउन्ड अहिले चाहिँ पानी परेर हिले भइरहेको थियो। अहिले चाहिँ हिजोदेखि घाम लागेर अलि राम्रै भएको छ भनौँ है। अनि कोही पनि छैनन् अहिले घरमा पनि कति बस्नु भनेर यसो मजा निक्लेको। केही वर्ष अगाडि मैले देखाएको थिएँ ग्राउन्ड। सो नथिङ चेन्ज है, जस्तो छ जस्तो थियो त्यस्तै छ। सो एउटा चाहिँ अहिले यो बनेर आएको रहेछ है। यहाँ के भन्छ यसलाई, म नजिक गएर देखाउँछु त्यो। अनि अरू चाहिँ खासै केही चेन्ज छैन फुटबल ग्राउन्डमा। यो मैले सधैँ देखाइराख्ने यो लामो चौर भन्ने यो हाम्रो घरदेखि थोरै तल छ बबैफो। अनि बबैफो हस्तिनापुरमै छ, मेरो घर पनि यही हो। अनि एउटा चाहिँ यहाँनिर अलिकता विकास भनौँ कि के भनौँ है, त्यसको लागि बनाएको यो त्यति त जानकारी भएन, त्यही पनि म हजुरहरूलाई देखाउँछु। यतिको यो के बन्या रहेछ है। अनि 3वटा पिलर पनि रहेछ। सो यो के हुनसक्छ त, मेबी यो यहाँ बसेर अनि यताको गेम हेर्ने, सो त्यहीसम्म हुनसक्छ। नथिङ चेन्ज। कति वर्ष भयो, 3-4 वर्ष भयो मैले यो 3-4 वर्ष अगाडि देखाएको थिएँ। सो अहिले पनि केही चेन्ज छैन। के गरी दिन कटाउने हो त हौ, आजको दिनै कटाउनु गाह्रो भयो त हौ। काम त छ तर काम भयो नि जाँगर छैन। घरमा बस्ने सुत्ने हो, सुत्ने फोन हेर्ने। अनि त्योभन्दा यसो जङ्गलतिर आम भनेर आएको। धेरै टाढा पनि होइन, मेरो घर नै नजिकै हो। अनि नजिकैको जङ्गल हो पनि, यो पिसफुल छ जङ्गल। फोन मात्रै चलाउने भन्दा यसो कुरो निक्ल्यौँ भनेर निक्लेको। अनि हरियाली हाम्रोतिर त यस्तो छ है, जङ्गल हरियाली नै छ। तर धेरै जस्तो अहिले जङ्गलतिर त्यो झुसिली किरा तर के भन्छ थाहा भएन। अनि जङ्गल चाहिँ अहिले ध्वस्त पारिदिएको रहेछ। प्रायः जङ्गलहरूमा रहेछ त्यो किरा, पातहरू पुरै त्यो गरेर। अनि हाम्रोतिर चाहिँ यो घर नजिकतिरको जङ्गलमा चाहिँ खासै त्यति रहन्छ। पातहरू यस्तो छ, नजिकतिरको जङ्गलको पातहरू राम्रै छ भनौँ। यहाँसम्म चाहिँ आएको रहन्छ। अनि अलि तलको जङ्गल अनि अलि उतातिर सबै ठाउँ मैले देखिरहेको थिएँ। भिडियोहरू पनि देखिरहेको थिएँ मैले। त्यो झुसुली किराले जङ्गलै ध्वस्तै पारिदिइसकेछ। त्यस्तै गरेर हाम्रो अब तोरीसोरी हुँदैछ नि त, तोरीसोरीमा त्यो किरा लाग्यो भने त सखाप हुन्छ होला है। एकचोटि आएको थियो नि त्यो मकै खानलाई। सो अहिले चाहिँ म घर जाँदैछु। अनि हाम्रो बुवाले चाहिँ सानो चल्ला, ब्रोइलरको चल्लाहरू हाल्नु भएको छ। म तपाईँलाई देखाउँछु कस्तो भएको छ। यत्रो भएको छ। सानो कति सानै हो हालेको त, अहिले 2 हप्ता जति भयो। आधा किलो 1.5 किलो जति भएको छ। सो हाम्रो बुवाको प्रगति म तपाईँहरूलाई देखाउँछु है त घर गएर। यहाँ छ है हाम्रो ब्रोइलरको खोर। अनि यस्तो छ भ्यू। बारी जोताउनु छ, ट्र्याक्टर नआएर जोताएको छैन। त्यो छ है चल्लाहरू। के छ चल्लाहरू? ल हाम्रो ड्याडको प्रगति यस्तो छ। चल्लाहरू सानो थियो, अहिले चाहिँ ठुल्ठुला हल्का ठुला भएको छ। 250-300 कति छ अरे यहाँ चल्ला। यस्तो छ खोर। अनि यो सब चाहिँ यस्तो छ। अनि आजभोलि चाहिँ यता पनि हल्का ड्युटी, पार्ट टाइम ड्युटी मेरो यता पनि छ अलिअलि। अनि त्यस्तो ड्युटी त होइन, पार्ट टाइम भनौँ न, त्यस्तै खालको ड्युटी छ। पार्ट टाइम ड्युटीलाई म्यानेज गरेर म चाहिँ अलिअलि भ्लग गराउने कोसिसमै छु। हुन्छ, यहाँ धेरै गनाएँ, यहाँबाट निक्लिन्छु अब म। ल अघि भर्खर चाहिँ यस्तो थियो, अहिले चाहिँ त्यो जोतेर यहाँ यस्तो भएको छ बारीहरू। अघिसम्म जङ्गल मात्र थियो यतातिर। ल यो हाम्रो गाउँतिरको है, मेरो घर अगाडिको भ्यू है। यस्तो छ।
पानी फाटेर अहिले चाहिँ दामी भइरहेछ। कुलोमा चाहिँ पानी आइरहेको थियो। आजभोलि कताबाट आज भाइ आकाशदेखि त परेको छैन, कहाँबाट आएको पानी। ल नेक्स्ट कन्टेन्टहरू म सुधार्दै राम्रो राम्रो बनाउँदै आउनेछु। आजलाई यति नै। सबैजनाले माया देखाइदिनु होला। अनि टिकटकतिर पनि यसो मेरो आइडी छ, सबैजनाले फलो गर्न सक्नुहुन्छ। म फलो ब्याक दिइहाल्छु, फ्रेन्ड बनाउला। आजको ब्लग यहीँनिर धेरै छोटो भएन अब के गर्ने, जे होस् ठिकै छ। आजलाई यति नै। सबैजनाले नयाँ हुन्छ भने सब्सक्राइब गर्नु होला। बाई बाई।